नमस्ते, सन्ध्या किचनमा फेरि पनि म स्वागत गर्दछु हजुरहरूलाई। आज हामीले जहिले पनि यो गाभाको पातको चाहिँ माछा त हामीले अलरेडी खान्छौँ, गाभाको पातको माछा। अब चाहिँ म गाभाको त्यो जुन कर्कलो हुन्छ नि, डन्ठी डाँठ, त्यो डाँठलाई चाहिँ नै अब अचार पनि बनाएर खान मिल्छ। तर मैले आज म नयाँ डिस, नयाँ तरकारी बनाएर देखाउन लागेको छु, हेरिदिनु होला ल। म चाहिँ नि यो कर्कलोलाई सफासँग धोएर यसको चाहिँ नि छिल्का निकालेर अनि यसले चाहिँ नुन राखेर मलेर राखेको छु। रातभरि भिजाएको मासलाई पेस्ट बनाएर। बोक्रा भएको कि नभएको मास मम्मी? यो बोक्रा भएको पनि हुन्छ, नभएको पनि हुन्छ। मसँग बोक्रा नभएको भएर मैले यो नभएकोमा गरिदिएछु। थोरै नुन, थोरै बेसार, खुर्सानीको धुलो पनि यति थोरै राखेर यसलाई चाहिँ नि यसरी मिक्स गर्ने। यो नुनमा भिजाएको कर्कलोलाई यसैमा फेरि मल्ने। पकौडा बनाए जस्तै गरेर हल्का फ्राई गर्ने यसलाई चाहिँ नि अब म तेलमा फ्राई गर्दैछु। असल गरेर हामीले चाहिँ गाभाको पात खान्छौँ, कर्कलको तरकारी पनि खान्छौँ, तर हल्का यो फरक तरिकाले बनाउँदैछु मैले। कर्कलको अचार पनि बनाएर खानु मिल्छ। यो चाहिँ फ्रेस ताजा ताजा यसको पनि तरकारी बनाएर खानुभयो भने अति नै मिठो हुन्छ। यसरी अवश्य फ्राई गर्नु होला। यसरी गोल्डन ब्राउन हुँदासम्म हामीले फ्राई गर्ने। यो त सेम पकौडा जस्तो देख्यो नि। यो त कर्कलोको पनि यति मिठो डिस हुने रहेछ यो। अस्ति म यो भेज माछाको तरकारी बनाउने तरिका मैले राखिसकेको छु भिडियो। आज म यो गाभाको डन्ठी, हजुर डाँठ, यो चाहिँ पातको मामा, यो पात, यो डाँठ, यो डाँठको, यो त्यसको चाहिँ नि मैले मासमा लपेटेर अनि नुन खुर्सानी अनि थोरै चाहिँ नि जिरा धनियाँ बेसार राखेर मैले यसरी फ्राई गरेर तयार गरिसकेको छु। यसलाई फेरि म करी बनाएर देखाउँछु। कुकरमा तेल तताएर मेथी फुराइ राखेको छु। मेथी डढिसकेछ। अब यसमा चाहिँ नि प्याज, अब यसमा चाहिँ 1 चम्मच लसुन अदुवाको पेस्ट पनि यो मसलामै हालेको छु मैले। जिरा धनियाँको धुलो अनि लसुन अदुवाको पेस्ट अनि खुर्सानीको धुलो अनि थोरै टिमुर राखेर यसलाई पहिले म भिजाएर राखेको छु। टमाटरलाई प्युरी गरेको 1 चम्मच बेसार ल अघि भिजाएर राखेको मसलालाई हामीले रातो हुने गरेर मसला भिजिसकेको छु। तेल पनि निस्किसकेको छ। यसमा हो यो खुर्सानी दुईवटा काटेको, यो गोलभेडाको प्युरी पनि हालिदिनु। यसलाई पनि एकैछिन भुट्नुपर्छ। राम्रोसँग यो भुट्न पुगिसकेको छ। यो पाकिसकेको छ गोलभेडा पनि। अब यसमा आधा कप जति पानी राखेर एकछिन चलाइदिने। यो तातो पानी हो, तातो पानी राख्यो भने राम्रो हुन्छ तरकारीमा। राखिसकेपछि अब यो हाम्रो अघि फ्राई गरेर राखेको गाभाको डन्ठीलाई फ्राई गरेको यो यसरी मसलामा हालिदिने। मसलामा हालिसकेपछि यसरी चलाइदिनु एकचोटि। यसरी चलाइसकेपछि थोरै पानी फेरि थपिदिने, तातो पानी।
यसरी एउटा कागती चटनी 1 चम्ची नुन हालिदिने एक सिटी लगाइदिनुपर्छ एक सिटी लगाइसकेपछि अब हाम्रो तरकारी पाकिसकेको छ हेर्नु त हेर्दै मन लाग्दैन र हाम्रो गाबाको सागको तरकारी पनि तयार भइसकेको छ हजुरहरू पनि ट्राई गर्नुहोला कस्तो छ के को तरकारी हो के को आयो पकौडी जस्तो छ नि मिठो छ कि छैन पकौडी होइन मिठो छ कि छैन भन्नु न त्यो गाबाको जस्तो छ यो अस्ति माछा माछाको टेस्ट आएको छ फर्स्ट क्लास है एकदम माछा गाबाको ऊ हो यो कर्कलोको डाँठ गाबाको डाँठको मिठो भयो मिठो लाग्यो भयङ्कर मिठो हो त्यो खान पाइन्छ किन ल भयो पास भयो ल थ्याङ्क्स